यहाँ चाहिँ सबैजनाको फोटोसुट भइरहेछ है एकदमै। एभ्रिवान है सबैजनालाई नमस्ते। सर्वप्रथम आज चाहिँ म है रुममा सन्डे है र बस्दा बस्दा त्यस्तै भयो र चाहिँ रुमबाट म निस्केको र अहिले चाहिँ हामी एकदमै एउटा जग्गा जाँदैछौँ है घुम्न र त्यो जग्गा चाहिँ एकदमै दामी छ है र तपाईँहरूलाई पनि देखाउने छु, हेर्दै गर्नु होला है। हामी चाहिँ थुप्रो जाँदैछौँ, यही साथीभाइहरू थुप्रो छ। यो चाहिँ माइक्रोलाइफ कम्पनी है र अहिले हामी जाँदैछौँ घुम्नु सट्टै। थुप्रो जाँदैछौँ। ल त कहाँ जाँदैछौँ है, भिडियो सुटहरू हुन्छ है, फोटो सुटहरू पनि हुन्छ। त्यो माइक्रोलाइफ 2 बनिँदैछ नि, त्यो त यहाँ कम्पनी बनिँदैछ है। एकदमै दामी छ है यो जग्गाहरू है। र यो चाहिँ अप्पर मामरिङ हो है, रम्फूदेखि यो 3 किलोमिटर नजिकमा पर्छ है। र सबैजना यहाँ सबैजना भेला भयो। यो उही माथि त रोड हो, पर घुमेर कहाँ आउनु अन्त। ल त गाइस है, हामी चाहिँ जाँदा यसरी उकालो भिर पाखरमा चढ्नु थाल्यौँ है। रोडलाई छोडेर है सर्टकटतिर लाग्यौँ। ल हामी कहाँ गएको तपाईँहरूलाई देखाउने छु, हेर्दै गर्नु होला है त। यस्तै छ हाम्रो परिस्थिति, जाँदैछौँ उकालो उकालो। एकदमै सबैजना सुधा मजा आयो उकालोमा, जाँदैछौँ है हामी चाहिँ उकालै। फाइनली गाइस है, यहाँ साथीहरू चाहिँ रोडमा निस्केको अवस्था है। आया बहिनी थाक्यो उकालोमा, साथी चाहिँ यहाँ रोडको डिलमा बसिरहनु भएको छ हो। हामी चाहिँ उकालो निस्किँदैछौँ है। सुधा थाक्यो उकालोमा, ल त हेर्दै गरौँ है त, रोड निस्किनै लाग्यो हो। ल त गाइस हामी चाहिँ रोड निस्क्यौँ हो। हाम्रो दिदना बहिनी पनि छ हामीसँगै हो। गाडीहरू पनि आइरहेछ हो। फट्टै हामी चाहिँ यहाँ निस्क्यौँ रोडमा हो। सबैजना थाकेको अवस्था है त, हामी चाहिँ रोडमा निस्किरहेछौँ हो। हेर्दै गरौँ होला है, हामी एकदम इम्पोर्टेन्ट जग्गा, दामी जग्गा जाँदैछ हो। ल त यी रोडमा निस्किसक्यो हामी त हो, जाँदैछौँ सबैजना फिलिली यस्तै परिकारले हो। ए हेर्नुहोस् है त, हक्कै सबैजना थाकेको अवस्था हो। यता पनि थाकेछु त, तिर्खा लाग्यो। ल त गाइस तिर्खा लाग्यो अरे हो। तपाईँहरूले पानी पनि ल्याइदिनु होला भयो त, त्यही त। ल त हामीले भनेको यी जग्गामा पुग्नै लाग्यो। ल त है हामीले चाहिँ अब एउटा भ्यूमा आइपुग्यो, मजाको चढक्कै हो। हेर्छु त गाइस पक्कै हो यहाँ चाहिँ, हेर्दै गरौँ है त। ल त है हामी चाहिँ एउटा यहाँ आइपुग्यौँ हामी चाहिँ हो। सबैजना फोटो खिच्नुमा कसले खिच्ने हो, हनुमानसँग हो। हेर्नुहोस् है त, यो चाहिँ हाम्रो अप्पर मामरिङमा है, एकदमै दामी छ। कसैले फोटो नखिच्ने, ल फोटो खिचिहालौँ। ल त अब चाहिँ यहाँ फोटोसुट हुन आँटेको छ हो। एकदमै गाडीमा आउँदैछ हो, फोटोसुट हुन आँट्यो यहाँ चाहिँ। हेर्नुहोस् है त, एकदम यहाँ फोटोसुट भएपछि अर्को जग्गा फेरि हामी जाँदैछौँ है, हेर्दै गर्नु होला। ल त फाइनली गाइस है, यहाँ पनि फोटो पनि हाम्रो भइसक्यो है, फोटोसुटहरू सबै हो यहाँनिर है सबैजना। अब फेरि हामी अर्को जग्गा जाँदैछौँ, हेर्दै गर्नु होला है त। ल त अर्को जग्गा है पुग्नुभन्दा अगाडि सबैजना थाकेको अवस्था है, र हामी चाहिँ यहाँ बसिरहेछौँ सबैजना हो। अब जाँदैछौँ हामी उकालो उकालो हो। हाम्रो साह्रै टाढो छैन, उयो अब चाहिँ नजिकै छ है गाइस, हेर्दै गर्नु होला है त। अन्त्यसम्म दामी ठाउँ जाँदैछौँ है, र तपाईँहरू पनि आउनु सक्नुहुन्छ। त्यो जग्गा चाहिँ एकदमै दामी छ है त गाइस, दामी छ, बबाल छ, हेर्दै गर्नु होला। ल त गाइस है फाइनली हामी चाहिँ यहाँ आइपुग्यौँ सबैजना है, साथीभाइहरू सबैजना छ है। ल त हेर्दै गर्नु होला अब त्यो भ्यूमा है। ल त आइपुग्यौँ हामी चाहिँ है, दुःख सुख सलक्कै भयो उकालो हिँडेकोले हो। अब जहाँ चाहिँ ओह्रालै पर्छ अनि हेर्नुहोस् है त गाइस। ल त फाइनली गाइस है, हामी चाहिँ यही ठाउँ नै घुम्न आएको थियो है। दोकानहरू पनि सुरु भइसकेको छ, ओपनिङ हो। र यहाँदेखि देखाउने चाहिँ तपाईँहरूलाई स्याटिस है, आई लभ मामरिङ है, यसैको लागि यहाँ आएको है। सिधा ल त गाइस है, यहाँदेखि चाहिँ अब भ्यू तपाईँहरूलाई देखाउँछु है। एटलिस्ट हामी यहीँ आएको थियौँ है।
यहाँबाट हेर्नुहोस् है त गाइस यो चाहिँ रम्फू है यहाँ अटल सेतु ब्रिज हो है र यहाँबाट लोवर मामरिङ अप्पर मामरिङ लोवर मामरिङ है अटल सेतु ब्रिज रम्फू है बङ्गाल है सबै देख्छ यहाँबाट चाहिँ एकदमै दामी छ है र यो चाहिँ मसला फ्याक्ट्री यहाँनिर सबै छर्लङ्गै देख्छ तपाईँहरू पनि आउनु सक्नुहुन्छ यहाँनिर घुम्नु एकदमै दामी छ I love मामरिङ है भयो साथी घुम्नु पर्यो मजाले सबैजना यहाँ चाहिँ सबैजनाको फोटोसुट भइरहेछ है एकदमै सबैजनाको यहाँ फोटोसुट भइरहेछ है यता रेडी ओ गाडी आउँदैछ नि फेरि अहिले यता हेर्नु ल यतिको बस्नु ल नानी हट्नु डर लाग्यो गाडी आउँछ भन्नु साथी हो तिम्रै साथी हो अन्त भन्छौ नानी हट्न भन्छु है फाइनली गाइस है यहाँनिर आई लभ मामरिङ है रमा है फाइनली हाम्रो फोटोसुट पनि भइसक्यो है र एकदमै दामी जग्गा रहेछ यहाँ चाहिँ है र तपाईँहरू पनि आउनु सक्नुहुन्छ यहाँनिर है फोटोहरू लिन सक्नुहुन्छ र यहाँदेखि है हाम्रो नजारा चाहिँ के देख्नु छ भने तपाईँलाई देखाउनेछु है यहाँ अप्पर मामरिङ है तल लोवर मामरिङ है र यहाँनिर अटल सेतु ब्रिज है र यता रम्फू सिक्किम यतापट्टि बङ्गाल है र एकदमै दामी देख्ने रहेछ है र तपाईँहरू पनि आउनु सक्नुहुन्छ यहाँ फोटोसोटो लिनु सक्नुहुन्छ है एकदमै यहाँ हाम्रो ह्याङ्गिङ गरिरहेछ मङ्की हो यता पनि छ हो र साथसाथै है यहाँनिर सबै आई लभ मामरिङ है एकदमै राम्रो रहेछ भ्यू है अझै तपाईँलाई पछाडि देखाउँछु म है एकदमै दामी छ है तपाईँहरू आउनु सक्नुहुन्छ है त गाइस ल त फाइनली गाइस है हामी चाहिँ आई लभ मामरिङबाट पनि घुमिसक्यौँ अब चाहिँ घरतिर है ल त साथीहरू कस्तो मजा आयो एकदम मजा एकदमै मजा आयो है ल त गाइस है सबैजनासँगै घुमिसक्यौँ है र मजा लाग्यो है तपाईँहरू पनि आउनु सक्नुहुन्छ यहाँ घुम्नु है र है अन्तिमसम्म भिडियो हेरिदिनु भएको होला है एकदम तपाईँहरू पनि आउनु सक्नुहुन्छ यो भ्यूमा है र लाइक सेयर फलो गरिदिनु है ल त सबैजनालाई बाई बाई सुधा बाई बाई गर्नु बहिनी ल त सबैजनालाई बाई बाई